हामी अनप्लान मैले भ्लग खिचिरहेको छु होइन यहाँ अनप्लान भयो हिजो म लालु घरै बसेको थिएँ बिस्तार जब लालु घरै बसेको थिएँ अनि जब तल फिल्म हेर्न होस्टेल चलिरहेको भन्यो अनि चर्चा ल्याएर चाहिँ हामी जान लाग्यो लालु कस्तो लागिरहेको छ अनप्लान एकदमै रमाइलो लागिरहेको छ मलाई फुल बोयको सपोर्टको लागि त्यो साथी टक्क ल्याएर अब पदम होइन साकाला बिन्दु अनि त्यसपछि फुलबोय भन्यो ओ साकाला बिन्दु यस्तोलाई रिग्रेट भइरह होला अलराइट साथीहरू हामी आइसकेका छौँ हाम्रै गाउँठाउँको सिनेमा हल हेलो चल्यौँ साथीहरू चल्दिउँ है त दामी छ अब चाहिँ भित्र जानु दिइसकेको छ अब चाहिँ जाने हो हामी लालु चाहिँ लालु निक्लिन्छ केटा तर निक्लिन्छ लालु सोधै अब भित्र जानु दिइसक्यो हामी आमामा यस्तो गरेर लालु आमा हो कि क्या हो छो फेरि ओए कत्रो देख्यो त आमा भइहाल्नु नदेख्यो ल भेटौँ न उतितिर फिल्मतिर साथीहरू यस्तो रहेको छ आमामा मलाई घाँचे मान्छेहरू आउँदैछ है साथीहरू कस्तो मजाहरू हो छ फिल्म हेर्नको लागि टाउकोमा सेतो फेटा बाँध्दैमा आफूलाई दुबईको राजा सम्झिन्छ तेरो दुबई जत्रो त मेरो भोजपुरमा पाखो जमिन्छ साथीहरू बाबालाई प्रेजेन्टेसन प्रोग्राममा सबैभन्दा बेस्ट प्रेजेन्टेसन सत्यको टिमबाट राजको बधाई छ यस 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 यस
भन्छ कि मलाई लभ सबमा केही इन्ट्रेस्ट छैन भनेर जहिले पनि पचक छ आफ्नो सेलिब्रेसन भन्ने कुरा छैन यदि तिमी मेसेजलाई लिएर गलत फिल्ममा छौ भने नि त्यो मैले होइन मानवले पठाएको चुप दिस इज टु मच यार तिमीसँग लाग्छ बोलो बोलो मनका भावहरू खोलो 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 प्रस्तुत प्रमाण आधार तथा प्रत्यक्षदर्शीहरूको भनाइका आधारमा प्रतिवादी सत्यप्रकाश गौतमले नियतपूर्वक ज्यान मारेको देखिएकाले मुलुकीय अपराध संहिता 2074 को दफा 177 उपदफा 1 अनुसार जन्मकैद हुने मेरो नजिक नभनी थाहा थियो म के हो यसले एक दिन जलाउँछ भनी खुसी खोज्दै हिँड्यौ झुक्याएर रहर पुरा गर्यौ रुवाएर विश्वासले नै लाज मारिसक्यो हामी दुईको प्रेम देखेर गीत हेर पनि दामी छ सक्यो लभली साथीहरू लभली lovely है साथीहरू lovely है ल व्हाट्सअप सो अलराइट हामी चाहिँ टक्क फिल्म हेरेर आइसकेको छौँ त्यस फिल्म मलाई चाहिँ दामी लाग्यो जस फर्स्ट हाफमा चाहिँ एक्ज्याक्टली के भनौँ त्यसलाई अब पुरै फन्नी होइन हाम्रो पदम दाईको दामी लाग्यो साकाला बिन्दु है पदम दाईको त्यस्तो राम्रो थियो एन्ड ओभरअल राम्रो थियो त्यसपछि सेकेन्ड जुन फर्स्ट हाफ इन्टरमिसन पछि चाहिँ सेकेन्ड हाफमा चाहिँ ओभरै क्लाइमेक्स टाइप सस्पेन्स के पुरै होइन ल यो पछि के हुन्छ टाइपको सक हुने क्या त्यो पुरै एन्ड त्यस ओभरअल राम्रो लाग्यो मलाई स्पेस विशेष हाम्रो होस्टेल 3 को टिमलाई यो भिडियो त पछि आउँछ होला किनकि अब हल्का क्लिपहरू छ क्लिपहरू भाइरल नगरौँ त्यही भएर मतलब पब्लिस नगरौँ न त भनेर हो 1-2 महिनापछि हाल्छु म पहिले फिल्म राम्रोसँग चलोस् ओभरअल फिल्म दामी छ होइन हल्का क्लिपहरू पनि हेर्नुभयो होला जस पारस दाइले दामी गर्नुभयो सबैको डेब्युट फिल्म थियो अनि हाम्रो डाइरेक्टर सर शशाङ्क कडेल उहाँको पनि डेब्युट भन्ने सुनेको थिएँ मैले यो फिल्म चाहिँ जस ओभरअल राम्रै भयो अझै अब ओभरअल फिल्ममा चाहिँ राम्रो लाग्यो जस यता चलालु ओके आजलाई यति नै एन्ड ओभरअल भिडियो हेर्नु होला 2-3 महिनापछि यो भ्लग आउँछ सो त्यही हो बाई बाई सी यू एन्ड बाई बाई बेस्ट विशेष जस्तो थियो दामी चलाउनुपर्छ सबै भए पनि नभए जस्तो समुद्रको पार होला त्यो रहस्य जुन खोजेको सबैले